सो गाइज अहिले चाहिँ म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छु है। म यहाँ पानी खोजिरहेको छु यार। पानी कहाँ छ होला त यार? पानी खान नपाएर प्याक 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 भइसक्यो। म बोल्ने आउनु छोडिसक्यो। ब्लग उस्तै परे पानी खाउँ भनेको पानी कहीँ देखिरहेको छैन यार। म के गरौँ यार? कस्तो भनेको दिमाग खराब भइसक्यो यार। यत्रो मान्छेहरू होइन विदेश जाने विदेशबाट आउने जस्तो ठाउँमा पानी छैन भनेपछि, पानी पिउनको लागि नै छैन भनेपछि, अनि नेपाल सरकारले चाहिँ खालि पठाउने मात्रै तर फेसिलिटी छैन भनेपछि तनाव भयो नि त जिन्दगीमा। यहाँ अब पानी कहीँ देखिनँ मैले। त्यसमा यहाँ कति पर्छ? यहाँ पनि किन्नै पर्ने होला। पछि किन भाइ 50 रुपियाँ हालेर चाहिँ पानी खान सकिँदैन। लु भयो 50 रुपियाँ। यहाँ पनि 50 छ। सो अब के त यार, पानी खानको लागि चाहिँ हामी प्याकै भएर बस्नुपर्ने हो दाइ। बालेन दाइ यार हेर्नु न प्लिज। यस्तो एयरपोर्टमा त कमसेकम यहाँ पानीको व्यवस्थापन गरिदिनुहोस् न। यत्रो लाखौँ करोडौँ कमाउने ठाउँ हो नि त यो त होइन र? अनि जहाँ अब 100,000को दिनमा 5,000को पानी खर्च गर्दैमा के जान्छ? 5,000 पनि पर्दैन, 2,000को 5,000को खर्च गर्दै के जान्छ यार? लाखौँ करोडौँ कमाउँछ त दिनमा त यो एयरपोर्टले।